हेलो एभ्रिवान आज चाहिँ म यस्तो एल्लो एल्लो भएर बसेको छु किनकि मैले भिडियो बनाइरहेको थिएँ। बाई द वे मेरो चाहिँ पसल छ। म चाहिँ पसलमा बस्छु दिनभरि खाली खाली बस्न नमिल्ने हो तर केही चिज पढ्ने क्यानी गरे पनि हुने हो। तर के गर्नु अल्छी असारको महिना गर्मी त्यही माथि काठमाडौँ शीतल ठाउँ भन्छन् तर नि गर्मी छनलाई तर अल्छी भन्ने यति लाग्छ नि कुरै नगरौँ बुढाले त तैँले पढेर खाँदिनस् भनेर मलाई व्यापार खोलिदिनु भएको छ बिजनेस पैसा लगानी गरेर बिजनेस गर अरे त्यही भएर म यहाँ बिजनेस गर्न बसेछु। नो एकजना पनि मान्छे आउँदैनन् हौ के साह्रो हो मेरोमा अलिअलि मान्छे त आउने पसलमा आउँदैनन् यार हेर्दा पनि हेर्दैन यस्तो त कसैको पनि हुन्न होला। व्यवहार गर्न बसे 5 दिन भइसक्यो एकजना मान्छे छिर्दैनन् अनि मैले कसरी व्यापार गरौँ भन्नु त यो पाराले व्यापार पनि होला जस्तो छैन कि कस्टमर पठाइदिनुहोस् टिकटक कि मेरो भाइरल गरिदिनुहोस् टिकटक मान्छेले देखुन् सुनुन् बुझुन् अनि आउन् के पनि छैन हौ यस्तो त भएन भयो यो त अन्याय भयो। मान्छेकोमा पसलमा खुट्टा टेक्ने ठाउँ हुँदैन हाम्रो भने पसलमा एउटा मान्छे नआएर हैरान्छ। यो त अन्याय भयो भगवान अन्याय भयो टोटल्ली अन्याय। यसो हेर्छु अरूको पसलमा छिर्न त खासै छिरेन तर अब यसो 4 बजेदेखि त मान्छे पस्छन् के मजाले पस्छन् किनुन् नकिनुन् त छुट्टै छ पसुन् नि पसलमा त मेरो पसलमा त कोही पनि पस्दैन कसरी हो गरेर खाने गरेर खानेलाई त गर्न देऊ गरेर खान्छु भन्नेलाई गरेर दिँदैनौ गर्दिन त्यस्तै गरेको भन्नेलाई चाहिँ मालामाल दिस इज नट फेयर whatever I am totally frustrated के गर्नु बच्चा छोडेछ सानो बच्चा छ घरमा दुःख छ न बिजनेस हुन्छ न व्यापार हुन्छ न कसरी खानु हो कसरी नेपालमा केही गरेर खान्छु भन्नेलाई त गर्न देऊ मान्छे नै आउँदैन नि के छैन मसँग भन्नु जर्सी भने जर्सी जुनको पनि छ जे भन्नुहुन्छ त्यही छ कि मेरो पसलमा कुर्ता सुरुवाल सल खोज्नुहुन्छ त्यो पनि छ कुर्ती मात्रै खोज्नुहुन्छ भने त्यो अहिले भाइरल कुर्तीहरू छन् मेक्सी छ वान पिसहरू छ टी सर्टहरू छ प्यान्टहरू छ मोजाहरू बच्चाका लुगा एभ्रिथिङ के झुम्काहरू पनि यति राम्रो झुम्का लगाएको छु नि मैले त्यो पनि मेरै पसलमा छ कि सबै छ कि मेरो पसलमा के छैन भन्नुहुन्छ बच्चाको खेलाउने कुरा पनि छ बच्चाको बत्तल पनि छ बच्चा बोक्ने ब्याग पनि छ बच्चाका एभ्रिथिङ जे चाहिन्छ नेसेसरी सबै छ बच्चाको पर्स समेत छ के मसँग ठुलो मान्छेको प्यान्ट पनि छ केटा मान्छेहरूको प्यान्ट पनि छ हामीसँग कट्टोहरू पनि छ अब जर्सी त कुरै नगरौँ भइहाल्यो टी सर्ट पनि छ जुत्ता समेत छ कि केटीहरूलाई जुत्ता छैन मेरो पसलमा बच्चाको जुत्ता छ सबै चिज छ के जे खोज्नुहुन्छ क्याप छ बेल्ट छ रुमाल छ सबै चिज छ है मसँग तर किन मेरो पसलमा मान्छे आउँदैन भन्ने कुरा मैले बुझ्नै सकिनँ प्लिज एनीवन यसरी झुम्काहरू म हेर्न सक्नुहुनेछ हाम्रो झुम्काहरू कति राम्रो छन् बच्चा सबै चिज छ कि सबै चिज एभाइलेबल छ घाँटी दुखेको छ आफ्नो त्यही पनि बोल्नु परिरहेको छ के गर्नु के गरी हुन्छ कि राम्रो हुन्छ कि भनेर आजलाई यति नै गाइज किनकि मेरो ब्लग 2-4 दिन
आउन ढिलो भएको थियो किनकि म अलिकति बिरामी अनि म बाहिर पनि गएको थिएँ त्यही भएर मेरो भ्लग आएको छैन। अब आजबाट चाहिँ नेसेसरी रूपमा आइरहन्छ। आजलाई मैले यही हाल्नेछु। भोलिबाट चाहिँ डेली भ्लग आइरहन्छ। जस्ट माया गरिदिनु होला, फलो गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, आफ्नो प्रतिक्रिया दिनु होला। मेरो पसलतिर पनि भिजिट गर्नु होला। अनलाइन पनि हुन्छ, अनलाइन अर्डर पनि हुन्छ। मेसेज गर्नु होला कि कलै गर्न सक्नुहुनेछ। भिडियो कल मार्फत पनि सामान देखाएर तपाईँले लिन सक्नुहुनेछ। प्लिज कन्ट्याक्ट अस इनबक्स में। ओके, see you. Please.